मान्छेको कटाइ हेर्दाखेरि यो मान्छे त खास कसाइ भन्ने मान्छेहरू देखेँ है मैले भाइ त्यहाँ छाला काट्नु सानोले काट्नु न कता राख्ने पहाडी हो के रे एकजना तल तार आउँछ तल तार यो कुन चाहिँ रागै हो तर रागै भाइ भाइ यसो गर न भाइ यत्रो झारे काट्नु भिले काट्नु मन तार यसलाई काट्छु न छाला छालावाला गरेर निकाल्ने सटक सटक भाग्छ नि टेन्सन नलिनु छाला निकाल्नु यो छाला निकाल्ने फिलावाला निकाल्ने ढाडको नली खाने त खाला न त्यही मिठो होला रहेछ त्यो धेरै पर भयो भने लिएर राखौँ न पहाडी पहाडी फिलिङ भएको सञ्जीव सञ्जीव हेलो एकजना यही आउनु यसो छोप्नु पर्यो यस्तो पठाउनु पर्यो यसलाई पठाउनु पर्यो पछि हेर न रातो कुरो आज त्यस्तै छ स्तर भन्ने हुँदो रहेछ नि त एउटा गाडी यहाँ बोका 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 त्यही 60 किलो काटा भनेको त फेरि 60 किलो यो घबल घबल यसो राखेको ल यसमा के चाहिँ होइन बजारमा कहाँ घाट्ने गर्दैन नि मान्छेले चाहिँ फिलाको फिलाको फिला गयो भने त्यो फिला छुटाउनु फिला निकाल्छु नि फिला धेरै गयो क्या एउटै राखेर काट्नुपर्छ फिलैसम्म त्यो जाउँ न। यहाँ ल्याउनु काउ बनाउनु पाइन्छ र ग्यास है ढिलो पानी जान्छ आम्मामा झऱ्यो यहाँ टिपर जानु पानी चाहिँ हुन्छ नि को बुढो मासेको छ बिस्तारै छिन्ने नि त गाँठा सर्न गयो भने काट्नै पर्दैन मलाई थाहा छ नि ढोका गाडी गाडीबाट भइगयो बाबु सक्यो लिङ्गै छोडेछ भाडा नि किन हजुर माथि त्यो मलाई एक दिनमा त ल के हो यो लडाइदिन्छ नि भगवान यत्रो भुल चाहिँ काट्न हाम्रो मागे त चियाएर दुईजना खाइरहेको छ प्रथम मेरो यसो चिया बनाउनु भन्नु न भने भात चाहिँ झर्न सक्छ मैले चिया बनाउनु भन्दा हुन्थ्यो मैले भनेको छु भाइ पानी लिएर आउने पानी लिएर कौलाई यता आउनु त्यो फिला देखाउनु त फिला 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 यता यता एकछिन लङ्गु रागाको बिला हो रागाको यहाँ आउँदा यहाँ 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 त आकै के त ल्याउ त अमृत अमृत रागाको बिला रा यो रागाको त नि यहाँ हेर्नु न हेर्छु त माया गरिरा माछा त्यो सानो ल्याएको 30 केजी 25 केजी हुँदैछ दाइ यत्रो हुन्छ भने सोचेको नसोचेको हुनु थालेछ सानो चक्कुले काट्यो भने ठुलो दियो भने सानो लाग्ने चक्कुले सय भने जाऊ के हुन्छ
तल हाल्नु त तलमा हातमा हात ल हेर्नु त आम्मा ऊ त्यो साधनले गरेको के हामीले नगरौँ फुल समाज भन्नु त्यो ढाप पुलो फोटो खिच्दा कस्तो देख्छ राणा फोटो यो तारमा छ होइन भने यसरी काट्नु त्यसको तार्नु यसको तार्नु यसरी थाहा हुँदैन नि घरै मैले छिटाउनु पाए थाहा हुन्थ्यो फेरि छिलेर त नि खत्तम हुन्थ्यो मासु त निकाल्नु पर्यो पानी काटा हड्डी दिन नकाट्नु भाइ मासु गर्नु हड्डी नल्याउनु युगाडा नै हुन्छ है भाइ सबैभन्दा पहिला पखेको भयो भयो त्यो चक्कु